नमस्ते, गुड मर्निङ एभ्रिवान। सबैलाई धेरै धेरै सम्झिरहेको छु। आज चाहिँ म ओखलढुङ्गाको रामपुर बजारमा आइरहेको छु। आज बिहिबार हेर्नु होला है, बेस रमाइलो भइरहेको छ। यहाँ चाहिँ ओखलढुङ्गाको अलिकति गर्मी मानिने ठाउँ हो यो रामपुर बजार चाहिँ। अब यहाँ चाहिँ सबैभन्दा धेरै गर्मी हुन्छ भन्छ होइन। आज बिहिबार रामपुर बजार कस्तो लाग्यो मलाई चाहिँ एकदम रमाइलो लागिरहेको छ होइन। के सामान लिएर आउँछ क्या, सब कुरा पाइन्छ क्या यहाँ पाउने जति पनि चिजहरू सब पाउँछ। घुम्न व्यवस्थापन हुँदैछ यहाँ होइन, राम्रोसँगले रोड बन्दैछ। यहाँ गाउँ बजारको लागि व्यवस्थापन हुँदैछ यहाँको पालिकाले, यहाँको मान्छेले होइन, यहाँको स्थानीयले एकदम राम्रो गरिरहेको छ काम होइन। यहाँ पहिला हिलो जमिरहेको थियो, त्यसलाई भर्काएर चाहिँ जेस राम्रो बनाइरहेको छ होइन। अब यो एकदम राम्रो देखिन्छ क्या। केही समयपछि यो एकदम वाउ लुकमा लाग्छ होइन। हजुर मेरोमा फोटो दियो भने ठुलो डिउ किनेर ल्याइदिनु पर्छ ल। कति ठुलो डिउ किनेर ल्याइदिनु। अनि अरू के छ गुनासो भन्नु न त तपाईँको? गुनासो यही खाना गाडेन भुइँमा फिराइदिनु। तपाईँ यहाँको बजारको यहाँको मान्छेलाई समितिले के भन्न चाहनुहुन्छ? हजुर समितिले त भन्छु कि हामीहरूलाई पनि बस्न लगाइदिनु भनेको। अनि अरू त्यति नै हो। ठिक छ, यो पनि तपाईँको काम चाहिँ गरिदिनु पऱ्यो होइन। तपाईँको यो काम गरिदिनु, ल टेन्सन नलिनु है। यहाँ टोइलेट, यहाँ चाहिँ मेन कुरा चाहिँ यहाँ टोइलेट चाहिँ छ। अस्तिसम्म यहाँ पानी थिएन हेर्नु। अब यो पानी नआएपछि यहाँ के हुन्छ? त्यही पनि मलाई यहाँ होइन, यहाँ पैसा लियो, अब यहाँ के गर्ने होला? आज कस्तो बनायो त्यो चाहिँ थाहा छैन। अब केही दिनपछि यो पनि म हेर्छु। बजार है फेरि यो चाहिँ उता माथितिर बिजी फलाटेतिर कता कता जाने बाटो होला हेर्नु, मलाई थाहा भएन होइन। पनि यहाँ खासै म आउँदिनँ। आज चाहिँ घुम्नका लागि आएको होइन। घुम्न आउँदाखेरि भिडियो पनि बनाइदिउँ भनेर चाहिँ भिडियो बनाइदिएको है। हेर्नु होला बजार कस्तो छ, म देखाउँछु तपाईँहरूलाई। हेलो है, के छ? आजको बजार हो, रामपुरको बजार हो। बजार कस्तो